नमस्ते वेलकम छ आएर युट्युब च्यानलमा मेरो बुवा अल्छी थकबहादुर यता मेरो मम्मी भनेको थिएन नि तिमी यो अल्छी मम्मी चाहिँ फुल्ली जोइक सपोर्ट गर्ने कि अब उमर पेट नगर्नु पानी पर्छ के यो चाहिँ भौजीको घर लिएर आउनु हुन्छ जय नेपाल गर्दै हामी चाहिँ आज केही के अरे भत्किया पार्टी आयौँ गाइस कस्तो राम्रो पिपलको बोट छ यहाँ भौजी चाहिँ चाबी लाउँदै हुनुहुन्छ हामी चाहिँ यता कुखुरा लिन जाँदैछौँ आज चाहिँ कुखुरा काटेर खाना खुवाउने भनेर भएर त्यही भएर हामी चाहिँ लखर चारजना के कुन पिपल मम्मीलाई थाहा र मम्मी कुन पिपल हो ए बर गेरा हुन्छ यो गहरी 1 नम्बरको उहाँ गर्दै मम जानेर जान्दिनु तिम्रो 8 वर्ष गिफ्ट मेरो 6 वर्ष गिफ्ट देखाउ न त्यो त पुरानो आफूले युज गरे हो नि त होइन त्यो त किनेर ल अब बक्सा यो घडी जस्तै बक्सामा राखेर सेन्ट र घडी जस्तै गरेर बक्सामा राखेर ल्याएको मात्रै त्यो के भन्छ त्यो युज गर्छ के भन्दैन भाइ आधाभन्दा अगाडि सोनीको एयरबड अनि त्यो युज गर्छ बिग्रेको दिया हो कि तिमीले यस्तो छ यार मेरो त्यस्तो कोही कसैलाई नपरोस् यार अहिले अब एउटा गिफ्ट पायो गिफ्टको नाममा के हो त के देखा भन छाता भाउजू चाहिँ यहाँ लड्किँदैछन् छाता बोकेर ओए यो छाता यस्तै बोक न ओए यो मान्छे अटेरी काँक्रो कस्तो राम्रो के काँक्रो साँक्रो बार्गेनिङ गर्ने चाहिँ एक्सपोर्ट छ फेरि लोकल त कस्तो पहेँलो हुन्छ ए पहेँलो अरे लोकल होइन सानो पनि आइसकेको छ दिदी पनि आइसकेको छ तर मलाई स्वागत छ उस गर्न यस्तो हाम्रो चाहिँ यहाँ तरकारी पाक्दैछ चिकन मम्मी चाहिँ कति छ तिमीसँग यो 1 नम्बर थकबहादुर काम हराएर हुन्छ धेरैजना सुन्नु हुँदैन कि सिरियस कुरा गरे अब 3 जनासम्म चाहिँ सुन्नु हुँदैन हाम्रोमा चाहिँ यहाँ मासु छ उहाँ के अरे भुटान यो गोलभेडा यो के ससेट यो हो हाम्रो ज्वाइँ साप यो हो हाम्रो ज्वाइँ साप यो हो मजा आइरहेछ काँक्रो पार्टी जिन्दाबाद डेबा मारु व्यापार यो चाहिँ सबिनको रुम गाइज हेर पानी के हो यस्तो के गरे मेकअप गर्ने
खोताल खुतुल गर्ने रे यार गाइस हेर अर्का 4 किलो तिम्रो त 15 किलो भन्दा कम छैन फोकस कसैलाई मन परेमा यस्तो कन्ट्याक्ट गरिहाल्नु है गाइजहरू हाँस्याउला त्यो आइलेस चाहिँ डुप्लिकेट हो मेरो पनि सेम हो म मान्छे डुप्लिकेट भइसक्यो मेकअपमा यस्तो देखा भोलि मेकअप उताले कम्प्लेक्स कोही छ ए पट्टु हो कि पट्टु हो सानो के ल्याइस् रे खानको ल्याइस् रे कि कस्तो टोकन दिस सुन्दर फोटो सबैजना यहाँ शीतन छाङ कति हल्ला गर्ने टोल्यो अरे ल जुस खाँदैछ सबजना सानो गो उहिले एक गिलास थियो नि ल यस्ता टेस्ट गरेर अनि भुइँमा हालिदिनु ससेज चोर्ने रे गाइस शीतन चोर्न पाएन हेलो गुड मर्निङ गाइज म चाहिँ उठेर यहाँ स्कुल चलाउन लगाइरहेको छु चाहिँ होइन उठेर चियासा खाएर चाहिँ बसिरहेको छु हामी सबजना घुम्न जानु लगाइरहेको छु त जानला चाहिँ होइन यहाँ बारी खेती हेर्न आइरहेको छु दुईजना एकजना यहाँ छन् खेती चार्ने एकजना यहाँ छन् ल हेलो ल घाँसो खाल्थ्यो र बिचरा के हो चक्लेट भेटायो मेरो श्रीमानज्यू चाहिँ त्यहाँ वहीँ छ म चाहिँ यहाँ स्कुटीमा बसिरहेको छु चलाउनु त आउनु तै पनि बसिरहेको छु यार स्कुटी कसको भनौँ यसको है गाइजहरू यस्तो पठाउ सठाउ गरिदिन्छ यसले कन्ट्याक्ट गर्दा हुन्छ चाहिँ यस्तो रमाइलो यहाँ के रोपिराखेको छ बारीमा यो चाहिँ काँक्रोको बोट रे ऊ त्यो चाहिँ फार्सी अनि यो चाहिँ भैँसी अनि यो चाहिँ के अरे सिमी अनि ऊ यहाँ चाहिँ पुदिना ले पुदिना यो के हो अरे मटर कोसा ल है गाइछु भाउजू ल हेर्नु चोरिसक्यो यसले चाहिँ हाम्रो दर्शकहरू यहाँ होइसिन्छ यहाँ तरकारी चोरिसक्यो यो चाहिँ यहाँ मम्मी आउनु भइसक्यो ल है स्वागत छ भन्दै आलु पकाएर है ल अब हामी चाहिँ यस्तै हो अब हिँड्दै हिँड्दै मटरको छ अब रुपियाँमा खाएन होला हामी खाँदैछौँ बुलेर तर तरकारी मिठो हुँदैन जाउँ न हामी पनि उयो पिपलको बोटमा एकछिन बसौँ पिपल बता पर्खन्छौ आइनौ भने फर्कन्छु चलो चलो मिठो एकछिन बसौँ आउने चाहिँ त्यो टिकटक बनाऊँ भने मेरो आइडी खोल्नुपर्छ म चाहिँ टिकटक बनाउँछु है त्यहाँ गएर ल त हामी चाहिँ ठुलमम्मीकोमा आएर बासेर बजाउनु चाहिँ जानु लगाएको छ उखु त एकजना यहाँ ल चपाउनु किन एउटा गिफ्ट लगाइदिएर दुईवटा गिफ्ट ल्यायो यार हामीले मजा आयो भन् न मजा आयो खाएर मजा उखु खाएर बिहान पौडी खायो अहिले उखु भात कतिखेर थाहा छैन
आज खाजा खाने टाइममा भात खुवाउँछ जस्तो यार हामीलाई है न अहिले अब जाँदा नि आइपुगेको छैन घरतिर फर्किन्छ गाई त्यही हो कहाँ भयो 12 बजीसम्म भोगो बसिरहेको छ आयो होला पुरै हुन्छ घर गएर मजाले होला पुग्नु ल अब घर जान्छ ल हामी यसले पेट भइसक्यो यसलाई अब भात खुवाउनु परेन खाना खुवाउनु परेन भात खुवाउनु यहाँको रिसोर्ट चाहिँ राम्रो छ कि तर देख्दैन होला रिसोर्ट भन्छ कि क्याफे भन्छ यसलाई क्याफे होला अनि चाहिँ कुसुकु खाएर बसिरहेको छु म चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई मेरो भिडियो सानो मिठो लाइक कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला भिडियोलाई आजलाई यहीँ गर्छु नमस्ते